नमस्ते दर्शकबिन हार्दिक स्वागत छ। पछिल्लो जल्लो बल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानीको निम्ति अर्थविद बोधराज नेउपाने हामीसँग हुनुहुन्छ। बोधराज सर, सम्पूर्ण मिडियामा स्वागत छ। के छ, आराम हुनुहुन्छ? प्रचण्डले अब नयाँ क्रान्ति गर्ने भएछन्, तपाईँको साथ समर्थन होला नि, होइन? अब युद्धमा उमिने होला तपाईँ पनि? नाम लिएर तपाईँको होइन, पूर्व प्रधानमन्त्री बौला हो। प्रधानमन्त्री यो देशमा भएका आते पाते साले गर्दा भाते जम्मै हुनुभएको छ। आते भनेको आगन्तुक, पाते भनेको यो समानुपाती के उनीहरूले राखेको पाएर आएका, साले भनेको त्यो डनगिरी गर्ने, डनगिरी गर्छन् अथवा ससुरालीपट्टिका भए साले। गधा भनेको पद ओगट्ने काम नगर्नेलाई गधा भनिन्छ। साले गधा भाते कामै गरे छैनन्, घुस खानका निम्ति मात्र सत्ता जाने, यसलाई आते पाते साले गधा भाते भनेर पाडेको छ। यिनीहरूको सम्भव हो होइन। हिजो अस्ति त 84मा देखाइदिन्छु भनेर अब मधेस झारेका थिए, अहिले फेरि क्रान्ति गर्ने कुरा छ नि त। 84मा देखाइदिन्छ। यस्ताको बारेमा कुरा गर्नुपर्छ। क्रान्ति गर्छ जसले जिम्मेवारी पाएर आफूले निर्णय गरेर अगाडि बढाएर लिएर जान पर्ने पदीय दायित्व बोकेको बेला र तत्कालीन अवस्थामा आफू शक्तिशाली भएर बस्दा देश र जनतालाई गरेको बाचा अनुसारको कार्यान्वयन नगर्नेले अब फेरि ल्यायो भनेर गर्ने एक। दोस्रो, आजको दिनमा पनि यो राज्य सञ्चालनको एक त्याइ हिस्सेदार स्वयं ऊ आफै हो। विपक्षी दलको नेता देशमा काहीकेर पर्दाखेरिको, अनि त्यो खड्गप्रसाद गिरी होस् या हावाडीबडी देउबा होस्, सँगै बसेर छलफल गरेर गणतन्त्र संरक्षणार्थ यही ठाउँ बन्न सक्ने, पुलमान हटाऊ यही ठाउँ बन्न सक्ने, रवि जेल लैजाऊ यही ठाउँ बन्न सक्ने, सतीशलाललाई जोगाऊ यही ठाउँ बन्न सक्ने, अनि देश र जनताको माग पुरा गर्न नसक्ने, त्यसको लागि सँगै बसेर छलफल गर्न नसक्ने, घोषणा पत्रमा तिनटैले लोककल्याणकारी कुरा लेख्ने, त्यो कार्यान्वयन गराए पछाडि जनतामा अलिकति निराशा कम हुन्छ नि त। अब जनताले मुख छाड्न थाल्यो, जे पनि भन्न थाल्यो, हाम्रो हैसियत रहेन, इज्जत घट्यो, हिजो सम्मान गर्थे अहिले अपमान गर्न थाले भने कम्तीमा अलिकति सम्मान पाउने काम गरौँ न, उनीहरू आउने होइनन्, भएको हामी नै हौँ भनेर एउटा निर्णय गर्न नसक्ने यस्ता मान्छेको नाम लिएर भयो नि। त्यसकारण यिनलाई इज्जतको नाम दिन नहुने भएको हुनाले एकदम सजिलो शब्द आते पाते साले गदा पाते जो पनि यो देशको मन्त्री हो त्यस्तो जोडा मिलाउनु लायो हो। अनि भानुभक्तलाई देखे पछाडि मैले त्यो रामायण किताब र भानुभक्तको जोडी मिलाउँथेँ हो। यसै गरी मैले के को जोडी मिलाउँथेँ, सर्व र जोडा मिलाएर सबैको कर्म गरे। मुना मदन भनेर किताब देखिन्थ्यो, यता लक्ष्मी प्रसाद देवकोटाको तालु खुलेको अन्य ओडेको फोटो हुन्थ्यो, च्याट जोडा मिलाउँथ्यो हो। अहिले जोडा त्यही जोडा मिलाएको, एभ्नी बासकोटा ठोक्नी बस्ने ओम्नी ढकाल पानी ट्याङ्की पोखरेल, आठाने पौडेल, ललिता नेपाल, नागराज खनाल, जन्मरा ज्वाला, बालमन्दिर सिंह श्रेष्ठ, छालाजुत्ता चौधरी, स्काउट खड्का, जनार्दन मुसेराई, नन्दकिशोर सुन, किर्णबहादुर अङ्गङवाला होइन। अनि यसपछि गएर यी हाम्रा शरणार्थी राणा, वाइडबडी देउबा, बतासे भट्टराई, जापानिज अधिकारी, जापान मान्छे लिएर जाने, घुसखाने ऊ बाहिर, गोदिनी भित्र होइन। इमान्दार मान्छेलाई गोदिनी लिएर गएर खड्गप्रसादले छोपेर राखिदिने। अनि त्यसपछि गएर अर्को ऋषि पत्नी धनलक्ष्मी गुरुङ, यी सब इनका कीर्ति। तर तपाईँले यसरी जोडा मिलाउँदै गर्दा राजनीतिमा पनि त देश विकासको काममा, समृद्धिको काममा, होइन, सुशासनको काममा कसैको जोडी मिलेन, जोडा मिलाइएन। भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, देश दोहनमा चाहिँ ठ्याक्क जोडा मिल्छ, होइन, यी दलहरूका भित्र नेताहरूको। किन नमिल्नु? यिनीहरूले सतीशलाललाई एनसेल बेच्दाखेरिको कसले खाएको पैसा खुलाइदिनुहोस्।
घरै उही छ नि, घर पुरुवा पो त सतीशलाल, घर बेटी त शेरचन्द्र ओली हो नि त। मिटिङै गरे भन्ने आरोप थियो होइन सिङ्गापुरमा। सिटिङ मिटिङ लिटिङ पिटिङ जम्मै त्यही हो नि। खोकिला आए पछाडि जाने ठाउँ त्यही हो, बहनी घर त्यही हो, उपचार गर्ने ठाउँ यही हो, कमाउने पैसा त्यही हो, चुनावमा ल्याउने पैसा उहीँबाट हो। सतीशलाल अब प्रश्न छ नि, एनसेल कसको? आजिएटाको। आजिएटा कसको? सतीशलालको। सतीशलाल कसको? शेरचन्द्र ओलीको। शेरचन्द्र ओली कसको? काङ्ग्रेस एमाले माओवादीको। काङ्ग्रेस एमाले माओवादी कसको? जनताको, नेपाली जनताको होइन। भनेपछि यी चाहे व्हाइट बडी देउबा हुन्, चाहे धमिजाका गिरिजा हुन्, चाहे लाउडाका सुजाता हुन्, यी सबै कीर्ति मात्र राख्ने, कीर्ति मात्रै। तर तपाईँहरूको आन्दोलनले अलिक दिमाग खलबल गराउनु भयो हो देउबा ओली प्रचण्डको, बाबुराम माधव नेपालहरूको। अहिले ओलीले त एउटा कुरा गर्छु, भोलिबाट चाहिँ जनताले माया लाग्ने कुरो गर्छु भनेर बाहिर निस्किन्छ, दिमागमा सटक्कै अर्कै कुरो बोलिहाल्छ। त्यो पारसको छोरो, पनाती उमेरको मान्छेलाई, पनाती उमेरको मान्छेलाई अमेरिकातिर पढेर बस्या मान्छे, त्यसलाई फिल्म खेले हेर्न, उसले खेले फिल्म हेर्न मन लाग्यो के त्यसलाई बैंसको कुरकुरे बैंसको याद आएर दिमागमा? युवाले नाच्या आफ्नो पाला याद आएर होइन? भने त्यसलाई जवाब फर्काएर हिँड्नु पर्ने कि एउटा प्रधानमन्त्री एउटा आनन्दले बसेर एकचोटि बोलेको राजाले त्यो बोले 3 दिन समाचार पढ्यो, 5 दिन पछाडि जनता छोराले नयाँ समाचार खोज्दै हिँड्या ठाउँमा त्यसलाई कोट्याइरनलाई तपाईहरुले दिमाग खलबलाइदिनु भयो नि त आन्दोलन गरेर। खलबलाए त उनीहरुकै बुद्धिले उनीहरुले जनताले खोइल्याएको। मैले कतिजना मान्छेलाई राजा मान्नुपर्छ आऊ आऊ भनेर बोलाए, आओ 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 त भने हो नि, आओ 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 भने होइन र, आओ आओ भने त बाणेश्वर जानु पर्ने भयो, गोली ठोक्ने भयो, केटा आओ आओ भने त दुर्गा प्रसाद त्यो भनेर पो भने। तपाईहरुले नि त साथ त दिए हो नि। किन नदिनु नि, किन नदिनु? शेरचन्द्र ओलीको कुकृतिका विरुद्ध बोल्ने मान्छेलाई बल्ल बल्ल त्यस्तो मान्छे भेटिँदैन। तै हाम्रो पूर्वको पानी कडा थियो र निस्कियो नै होइन। एउटा प्रधानमन्त्री जस्तो मान्छे सामान्य व्यक्तिको केही टिप्पणीमा अल्झिने हो कि भ्रष्टाचारहरू विरुद्धका कुरा गर्ने हो? पोखरामा त्यत्रो 10 अर्ब भ्रष्टाचार भयो, चुक्क बोल्दैनन्। राजाको नाति यो खड्गप्रसाद गिरी भने प्रधानमन्त्री होइन भने एउटा हिरोनीले कहाँ के बोलिन् कन्ट्रोभर्सी आयो, त्यता अल्झिरहेछन्। तपाईले प्रधानमन्त्री भन्नुभयो, प्रधानमन्त्री त होइन, 2/3 का प्रधानमन्त्री त हुन्। अझै पनि हो त्यत्रो गठबन्धनको प्रधानमन्त्री होइनन् केपी शर्मा ओली नि। राष्ट्रिय भ्रष्टाचार ढाकछोप समितिको केन्द्रीय अध्यक्ष नाम भन्न नआएर प्रधानमन्त्री भने तपाईले? राष्ट्रिय भ्रष्टाचार ढाकछोप समितिको केन्द्रीय अध्यक्ष गर्न गर्नुस्। हिजै पनि प्रधानमन्त्री हो भनेदेखि, प्रधानमन्त्री थियो भनेदेखि उसको दायित्व, उसको कर्तव्य, उसको काम देश र जनताले कहाँनेरिबाट के ठाउँबाट दुखेसो पोखिरहेछ, कस्ता कुराले वितृष्णाहरू फैलिरहेछ, के कुराहरू जनताले चित्त बुझाइरहेछ, त्यो गलत हो भनेदेखि त्यसलाई न्यूनीकरण गर्ने कसरी, त्यो सही छ भने त्यसको कार्यान्वयन गराउने कसरी, राज्यसँग हैसियत कस्तो छ, जनताको अभाव कस्तो छ, जनताको अभाव र राज्यको हैसियत अनुसार जनतालाई कम गर्नुहोस् न हजुर, राज्यसँग यति छ यतिले पुरौँ, फेरि कमाएर फेरि गरौँला भनेर त्यो जनतालाई आश्वासन दिने। अनि त्यसपछि गएर कहाँ के काम हुँदै गयो भनेदेखि जनता छोरो कता अल्मलिएर बस्छ, अनि यो कराउन थाल्दैन, लुसु काम गर्न थाल्छ भनेर भन्न पाइन्थ्यो नि। मसँग काम भएर दिनौँ व्यापार गरेर कुरेर के गरेर बसेको 24 घण्टा मसँग व्यस्त भएको भएदेखि म छानी फुर्सद खोइ, तपाईँ क्यामेरा लिएर म कहाँ नआउने, म मेरो काम छोडेर बोल्न नभ्याउने भइदिया भए खड्गेले गाली खान्थ्यो। होइन जस्तो अब राज संस्था राजा ज्ञानेन्द्र मरिसक्यो, मृत भइसक्यो, आर्यघाट पुगिसक्यो, जलाइसकियो भन्छन् एकातिर, अर्कोतिर फेरि विरोध गरेछन् भनेपछि मृत भूतप्रेत भएर आएका हुन् ज्ञानेन्द्र र आतिएका हुन् यिनीहरू। भूतप्रेत हुनु नि, यिनीहरूको चाहिँ दिमाग भूतप्रेत सटलकै हैन, यिनको दिमाग सड्क्या। यिनीहरूलाई भगवान पशुपतिनाथले हो या यो देशकी धरती माताले हो खड्गप्रसाद गिरी लगायतको समूह शेरचन्द्र ओलीलाई अहिले
गलत काम गरेर यिनको बुद्धि भ्रष्ट भएर जनताले यिनलाई भगवान मान्लान्। यी शैतान हुन्, शैतान हुन् नि त। यिनीहरू फ्याक्ट मऱ्यो भनेदेखि त ओहो देश बनाउने राजनेता गयो भनेर जनता छोर त हुन्छ नि। ए शैतान सम्झेर नरो बाबु भनेर शैतान हो भनेर प्रमाणित गर्नलाई यिनलाई बुद्धि नै उल्टो दिएको छ क्या धरती माताले। अनि त्यही भएर ऊ के गर्छ, कहिले जान्छ राजा नातिको बारेमा कुरा गर्छ, कहिले जान्छ त्यो र हेरेसम्म चौधरीलाई चिठी बनाएर जा केटा बरु अलिअलि खर्च दिन्छु भन्छ, समाउन जान्छ। एक दिन पछाडि ओहो लाज भयो भन्छ, झिकिन जान्छ, आफैलाई लाजको पसारो बनाउँछ। एक थप्पड हानेको जेल पुग्यो, नयाँ निलो नयाँ आयो थप्पड हानो भन्छ, ए बाबु कान्छा आइजन भनेर भन्छ। उहाँ सदनमा जाँदाखेरि प्रहरीलाई बोलाएर लिएर आउँछ, यो मान्छेको दोषै छैन भन्न लाउँछ। केही प्रहरीलाई भोलिपल्ट त्यसलाई च्याक भनेर लाउँछ। प्रहरीको पनि बेइज्जत गरिदिन्छ, सङ्गठनको पनि बेइज्जत गरिदिन्छ, घरभित्रको पनि बेइज्जत गर्छ, बाहिरको पनि बेइज्जत गर्छ। हेर्दै घिन लाग्ने भएर निस्कियो। अब तर वी लभ यु केपी भा भन्ने जमात त छ नि। छ नि त। सैतानहरूको चाहिँ पछाडि हुँदैन, मय दानवको पछाडि मयका सेनाहरूलाई होइन 1000 सेनालाई चाहिँ दुर्गा माताले बाण हानेर मारे भनेर सुनेको थिएन। मय दानवका पछाडि पनि दानव सेनाहरू थिए, रावण पछाडि पनि रावणका सेना। होइन के आधारमा दानव हुन्छ आज खुलाइदिनुहोस्, आज खुलाइदिनुहोस् के आधारमा कुन कुन नेता दानव हुन्छ ल खुलाइदिनुहोस्। आज ओली मुख्य दानव सङ्घका केन्द्रीय जिपाटहरूको बराबर हैसियतका दानवहरू हुन्। ऊ त्यहाँ शैतान निवास बनाएको हुनाले दानव बने। कहाँ बनाएका छन् फेरि यो म्युनिसिपालिटीमा मुख्य पत्नी निवास भनेर अरूले चिन्छन्। मुख्य पत्नी निवास भनेर चिन्छन्, त्यो शैतान निवास भन्छु मैले। त्यो बनाउने पोखरामा 10 को काम गर्दा 20 खाने, त्यसकारण शैतान। राज्यलाई ऋण बोकाउने, सार्वजनिक खातालाई प्रेसर पार्ने, जनतालाई ठग्ने अनि कमिसन आफू खाने, त्यसकारण शैतान। राज्यलाई चाहिँ त्यो जर 20 खुवाएछन्, यता पैसा चाहिँ 20 आफू खाएछन् हैन, पैसा कमिसन खाने। भैरवमा त्यही गर्ने। वाइड बडी प्लेन लिएर आउने, यहाँ प्लेनको डाइरेक्टर नियुक्ति गर्दाखेरि 21 करोड खाने, प्लेन ल्याउँदा 400 करोड खाने, अनि त्यहाँ उठाएको पैसा कार्यकर्ता लिएर गएर दोडासे ल्याउने ठाउँमा 1700 कर्मचारी राखेर त्यो गौचरणमा चरेर सिद्ध्याउने। भने त उमेर बढाउँदा बढाउँदै पनि त्यो गभर्नर चाहिँ किन नियुक्ति गर्न सकेन? गभर्नर नियुक्ति गर्न पर्ने, काम गर्न पर्ने, गभर्नर राख्न पर्ने, देशको खाली भएर बसिया छ। 100 करोड कसले बुझ्ने भन्ने झगडा गर्ने। 100 करोड चाहिँ कसले बुझ्ने? गोजी च्यातिउने गरी हाल्ने होइन पैसा। 100 करोड कसले बुझ्ने भन्ने कुरा गर्ने। अनि उतापट्टि गएर एमसेल कसरी खाने आफ्नो नाममा पार्ने। अब यतिसम्म गऱ्यो कि त्यो शेरबहादुर भन्ने एउटा छ, त्यो बुढा नीलकण्ठतिर पर्छ, डडलतिरबाट जन्मेर पूर्व प्रधानमन्त्री नि, त्यसले नेपाली काङ्ग्रेस कहाँलाई थाहा नदिकन स्वाइनीको नाममा नामसारी गर्दैछ। ओहो, भाउजूको पार्टी हो नि त अहिले त्यो, राष्ट्रिय भाउजू भन्छ, खोइ कसलाई भन्छ नि त्यो भाउजूको पार्टी, भाउजूको नाममा नामसारी। त्यही भएर त्यो पार्टीमा मेयर वडा अध्यक्ष चाहियो भने पहिला भाउजूलाई दाम बनाएर किनेर ल्याउनु पर्छ। आयो होइन हेटौँडातिरबाट टेलिफोन गरेर 2 करोड मागे, अनि त्यो अर्की त्यो के अरे भुटानी खाँड थियो होइन, मन्जु खान, श्रीमतीले मन्जु खान हो कहाँ भुटानी खान? त्यहाँ भुटानी खाँडको त्यहाँ तल गएर कुन चाहिँमा टिकट दिने बेला जिल्ला कार्य समिति गएर थर्काएको सुन्नुभयो नि तपाईँले? सुनेको थियो हो, बौला आएर बौला मन्जु खानले न्यायाधीशलाई थर्काजी गरेर थर्काएको होइन, त्यो देख्नुभयो नि तपाईँले? तर हो यस्ता हरकतका कारणले बाटो बनाएको छ, 6 महिना पिच भत्किन्छ जनताको। बर्खा पेट्रोलियम पदार्थबाट दिनको 90 लाख रुपियाँ पैसा उठाएको छ वातावरण शुद्धकरणलाई। पानी परेन भनेदेखि जनताले रोगी भएर निस्किनु परेको छ। दिनको 2 करोड 80 लाख रुपियाँ पैसा, 2 करोड 80 लाख रुपियाँ पैसा सडकको खाल्टा खोल्ने पर्छु भनेर जनतासँग पेट्रोलियम पदार्थबाट पैसा उठाएको छ। खाल्टा जताततै जम्मै छोडिदिएको छ। त्यसकारण शैतान भने। तर इस्टर्नले देश बन्दैन, काम गर्ने पार्टी हो भन्छन्। आफै बनाउँछु भनेर प्रति लिटर 10 रुपियाँ र गाडी किन्दाखेरिको टोटल एमाउन्टको 5%
विथ भ्याट एमाउन्टको सहित इन्क्लुड गरेर इन्क्लुडिङ भ्याट प्लस 5% बुढी गण्डकी हालेर पहालेर गएको छ बाँडेर खाने बाँडेर खायो भन्छ भनेर त्यो एउटा भारुरामे भन्छ त्यस पछाडि बोल्न छोड्छ म प्रमाणै दिन्छु भन्छ ओहो भन्ठानो त्यो त आएर बोलो क्यान्टोनमेन्टको उतापट्टि गएर मेरो भाइ पनि आयो भनेर भन्या हो क्यान्टोनमेन्टको पनि त कुरा उठायो नि बाबुले सांसद बनाइदिन्छु भने पछाडि छोडिदिया हो कि त्यो प्रमाण दिन्छु भने प्रमाण दिँदैन त्यो बडा तर बाबुरामले खुलाइदिए नि त तपाईहरु पनि त यहाँ सुन्नुस् पानी बेगरको यहाँ सुन्नुस् खुलाइदिए होइन नि यो तपाईहरु पनि आले अहिले गएर आफूले नियुक्ति गरेको मान्छे पार्टीले दबाब दियो भन्छ पार्टीले दबाब दिया हो तर पैसा त आलेले उधार लिएर गर झलले दिया हो नि त पोखरा त टेलर मात्रै फिल्म त भइरायो भनिसके आलेले आले परराष्ट्र मन्त्री हुँदा के पर्यटन मन्त्री हुँदा नियुक्ति गर्ने बेला नियुक्ति गर्दाखेरि नियुक्ति पत्र दिने बेला नियुक्ति पत्र बेच्दाखेरि पैसा समात्या त आलेले हो नि आलेले पैसा समातेर अनि साउ पो बुझाउनु गएको त साउलाई साउ पो नागराज खनाल र त्यो ललिता नेपाल हुन्छ त्यही त तपाईको पोखराको पनि त अब मन्त्रीहरू ठुलठुलोलाई त तानिएन ए कर्मचारीलाई मात्रै कारबाही गर्न अख्तियारमा सिफारिस गरियो मरेर गएको रविन्द्र अधिकारी मरेर गएका सुशील कोइराला प्रयोग मात्रै गरे खाएको अर्कैले मरेर गएको प्रकाश दाहाल नानीबाबु दाहालको छोरो यी शुद्ध पैसा खानीमा पर्छन् अब जिउँदा त छोड्दिनु न किलाई हेरबाबु भनौँ न हातमा बोलाउन यहाँ अहिले डाङ्रे बोलाएर लिएर आउन धामी बिजुवा ल्याउनु पर्यो बिजुवा लिएर आउनु त खली खाएको धामी ढ्याङ्ग्रो ठोक्नु पर्यो ढ्याङ्ग्रो ठटाएर बोलाएर लौ परमेश्वर आउ दुधको दुध पानीको पानी भनौँ त संसद भवनमै राख्ने हो यी राखेर भनौँ त बट्टाबट भन्न थालिहाल्छन् नि यार बाबु यसले उल्ले त्यसले मैले कसले आलले खाएको यो बैंकमा हालेको यो गल्लामा लुकाएको यो देश पुराएको नि भन्दैनन् नि खुलाइदिनु बिजुवा धामीहरूले त हैन तर तपाईहरु पनि पानी बिनाको माछी जस्तै हुनुभयो हैन बाबुरामले खुलाइदिए इन्डियाले नेपालमा राजसंस्था चाहिएको छैन रे बाबुरामले खुलाए त रक्षा मन्त्री पूर्व नेपालका लागि 3-4 वटा राजदूत रञ्जित रे लगायत भेटेर आइसके केटाकेटीमा अलि बुढा पाका संगत गरेर आइछ तपाई खुलाइदिए नि त जे भयो नि बुढा पाकाले मलाई पानी बेगर माछी कति छटपट हुन्छ त्यस्तो भयो होला नि त यहाँ सुन्नु बुढा पाकाले के भन्थ्यो भने नि सरल लिएर गएर गफ सुनो अलिकति आनन्द आउँथ्यो के बुढा पाकाको गफ सुन्दाखेरि के भन्थे बुढा पाकाले थाहा छ खेतमा हलो जोत्नलाई गएको छोरोलाई जोत्न लाएर बाउ चाहिँ घर आएछ हो अनि श्रीमती के भन्छ छोरालाई हलो जोत्तो छोरालाई फाली लाग्यो छोरालाई फाली लाग्छ किन हलो जोत्नु दिएको त छोरालाई फाली लाग्छ भन्दिरहेछ छोरालाई फाली लाग्छ गोरु हलो जोत्ने मान्छेलाई थाहा होला नि त गोरुको खुट्टामा लाग्न सक्छ लाग्छ गोरुको फाली भन्दा पछाडि भएको मान्छेलाई अगाडि बढे फालीले भेटाउँछ उसलाई चिन्ता फाली लाग्छ गोरुलाई लाए त के भएन छोरालाई लाग्ला भन्ने पिरेछ छोरालाई फाली लाग्ला छोरालाई फाली लाग्ला भन्छ ए बुढा किन छोडेर आएको त्यो छोरालाई पानी लाग्यो भने के गर्ने भनेर भन्दो रहेछ भने अनि बुढो चाहिँ फेरि उसलाई खानकीको दण्ड बुढीलाई राँड भनेर गाली गर्दो रहेछ मुखै छोडे मुखै छोडे म छोड्दैन ए राँड मैले न बिहानको खाजा खाइछु न अहिलेको खाइछु ए मैले के चाहिँ खाइदिन्छु ए तेरो अहिले खाएकै छैन भन्दो रहेछ श्रीमतीलाई अनि खाएकै छैन भने पछाडि ऊ फाइल लाग्यो भन्छ ऊ खाजा खाएको छैन भन्छ अनि उसले अगाडि छोरी आएपछि ए छोरी ल भन्छ बाबु मैले यसले बनाएको के चाहिँ खाएँ भनेर सोधेछ छोरीले के जवाब दिए थाहा छ ए बा मैले नाइ भनिछु बाले जहाँ दिनुहुन्छ म त्यहीँ जान्छु भनिछु ए छोरीलाई बिहे गर्ने चिन्ता थियो बाउलाई खाजा खाने चिन्ता थियो आमालाई छोराकोलाई फाली लाग्ला भन्ने चिन्ता थियो एक हो 12 मेलाई गणतन्त्र जाला भन्ने पिर ऊ त्यही अनुसार कुरा गर्छ अनि शेरबहादुरलाई गभर्नर खाइदेला भन्ने पिर ओलीलाई त्यो पैसा ल्याउन पाइएन भन्ने पिर सबै आफ्ना तर्क जम्मै त्यही खाजा खाएर जलाइदिने हुन्छ भने होइन हतिया फुस्छ भनेपछि अब राजावादीहरूको आन्दोलन सिद्धिएको हो त खाजा पराइदिन आउँछन् सिद्धिया राखौ भएको भन्यो र 63 साल राखु होइन व्यवस्था ल्याउनलाई जन्मै जनताले साथ दिए 65 सालमा गणतन्त्रको दिन गर्ला तानी भनेर छोडिदिए होइन त्यो आरनमा हालेको फाली जस्तो भयो नि त चिसियो के निकालिएपछि आरनबाट आइरहेछन् आए
अब आएको दिनको देखाइरहेछन्, टेलरहरू देखाएका छन्, जनतालाई रहर लागेको छ। हिजो थिएन, आज छ। अब शेरचण्ड ओलीको कुबुती लागेको छ। अब कुबुतीहरूले कर्म गर्नु पर्यो नि त, घैला भरिनु पर्यो नि त, घैला भरिन दिउँ। त्यही भएर मैले भनेछु नि, यो ओलीलाई पढ्नु, ओलीलाई पढ्नु। यो बजेट ल्याउन्जेल जोगाउँ न, जोगाउँ न, 100 दिन जोगाउँ। यो बटाएको काम छुकछुक गर्ने हो। अति भए पछाडि अहिले गणतन्त्र गइदियो हुन्थ्यो, नगए नि हुन्थ्यो भन्ने मान्छे निष्क्रिय बनाउनु पर्छ क्या। भोलि बिहान फेरि 1000 जनजाति माओवादी फेरि गरेर त हाम्रो बाउलाई खत्तम पारे भन्दै होइन, यो प्रचण्ड भने भगवान हो, भगवानै नि बेचे भनेर आयो भने तँ हन्डी खानीलाई जोगाउनु पर्यो, त्यसलाई लाइनमा ल्याउनु पर्यो। यता बा भन्दै हिँड्नेले औतारी खान नपाए पछाडि त्यो ढुङ्गा मुढा बोकेर आउला, त्यो ढुङ्गा मुढा बोक्न नआउने बनाउनु पर्यो। ल अन्तिममा छौँ, यत्रो बेर आलोचना गर्नुभयो, आज केही मेसेज दिनुहोस् देउबा ओली प्रचण्डलाई। अब तपाईँ हाँसेर हैरान हुन्छ, अब म आशमा छु त्यसैमा। हिटिङ थेरापी दिएर यिनीहरूलाई त्यो अपराध मुक्त गर्नु छ, पाप मुक्त गर्नु छ, मोक्ष गर्नु छ। पशुपतिनाथमा लिएर गएर हिटिङ थेरापी यिनीहरूलाई विधिवत है। फेरि म यो मरोस् टु पारै छोड्नु छैन, यिनलाई विधिवत हिटिङ थेरापी र यिनका मलामी घटेको, कोही मान्छे त्यो मरेर भनिया दिन त्यतातिर कोही नगइदिएको, 2-4 जना मान्छे गएर प्रहरीले टिटिरी प्यापा पारेर जलाएको होइन। त्यो एउटा समाचारमा पनि 10 मिनटको भिडियो आएको। 10 मिनट भिडियो हेराउँदाखेरि जम्मै मान्छे गर्न भ्याउने, त्यसरी यिनीहरूको शव यात्रा होस्, यति भइदिए कल्याण हुन्थ्यो भनेर सोचेको छु। हस्, यहाँको महत्त्वपूर्ण संवाद र अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। हजुरको दिन शुभ रहोस्।